नमस्ते अनि सोफिया फुल्ला सबैजनालाई। अहिले चाहिँ मैले घरको काम कुवेतमा के काम गर्नुपर्छ त्यसको विषयमा मैले हजुरहरूको सामु भिडियो बनाएर हाल्दैछु हैन। हजुरहरूले हेरेर सक्दो सब्स्क्राइब अनि लाइक कमेन्ट गरिदिनु होला। झाडु पोचा हुँदैछ हैन। छोरी चाहिँको रुम सफा गर्दैछु। फाइनली अब सुरु गर्दैछु है त। यो भिडियो चाहिँ अलि लामो नै छ है, त्यही 10-15 मिनेटको होला सायद। लामो नै छ, हेरेर साथ दिनु होला, फुल भिडियो हेरिदिनु होला। छोरी चाहिँको कपडा पट्याएर सक्यो, अब झाडु पनि सक्यो, अब पोचा लाउँदैछु। गाइजहरू हेरेर साथ दिनु होला। छोरी चाहिँको रुम सक्यो। अब फाइनली यता अर्को ठाउँमा जाँदैछु। यत्रो फ्ल्याटहरू सफा गर्नुपर्छ, हेर्नु न साथी हो। कुवेतमा घरको काम गर्न धेरै सजिलो छैन नि। यो माथिको फ्ल्याटहरू सब मैले सफा गर्नुपर्छ। यो भर्याङ तलतिर सबै, यो भर्याङ पनि, अनि यतातिर छ टोयलेट बाथरुम उता छ। टोयलेट बाथरुम पनि सफा गर्नुपर्छ। उतापट्टि छोरी चाहिँ अर्को छ, यतापट्टि छोरा चाहिँ अर्को छ। यो तल चाहिँ सबै दिदीले गर्नुहुन्छ। यो तलको फ्ल्याटमा चाहिँ नेपाली दिदी हुनुहुन्छ। यताको सबै मैले गर्नुपर्छ। अब फाइनली कामतिर लागौँ है त। यो चाहिँ छोरी चाहिँको बाथरुम हो। गाह्रो छ मलाई। यिनीहरूको 7 जनाको परिवार छ। बाउ आमा, छोरा छोरी 5 वटा छ। छोरी 2टा ठुली
त्यही 14-15 को छ, एउटा 12 वर्षको छ, 12-13 वर्षको। अनि छोरा 3टा छ। छोरा 3टामा चाहिँ एउटा 10 वर्षको छ ठुलो छोरा, अनि एउटा 8 वर्षको छ। सानो छोरा चाहिँ 4 वर्ष लगभग हुन आँट्यो, 4 वर्ष बस्यो। मैले हेर्नुपर्छ त्यो चाहिँ। यो घरको काम सबै, यो बिहान सबै यो कामहरू सकाएर दिउँसो चाहिँ बच्चा हेर्ने काम हो मेरो। अहिले उनीहरू सबैजना सुतिरह, रातभरि सुत्दैन, खाएको खाइ गरेर बस्छ, अनि दिनभरि सुत्छ। बेलुका 6-7 बजीसम्म, कहिले 3-4 बजे नै उठ्छ। यसरी भर्याङहरू सफा गर्न पर्छ साथीहरू, के गर्नु, पुरै सफा गर्नुपर्छ। फुल भिडियो हेरेर साथ दिनु होला है सबैजनाले। आशा छ मलाई हजुरहरूले मलाई साथ दिनुहुन्छ, भिडियो लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनुहुन्छ, कपलिङ गरिदिनुहुन्छ भन्ने पुरा विश्वास छ। यतिसम्म दुःख गरिरहेको छु परदेशको ठाउँमा, आफ्नो बालबच्चाको लागि, आफ्नो फ्यामिलीको लागि, हैन। फाइनली अब भर्याङ पनि सकियो सफा गरेर। यो तलको फ्ल्याट चाहिँ पुरै दिदीले गर्नुहुन्छ, किचनमा र यो तलको फ्ल्याटमा दिदीले गर्नुहुन्छ। म चाहिँ यो माथिको फ्ल्याट पुरै सफा गरेर अनि बच्चा हेर्नुपर्ने हो। फाइनली अब अर्को कामतिर लागौँ है त। बाथरुममा हो, अलिकति आवाज। झाडु पोता सक्यो, अब पोता धुने पालो। पोता धोएर अब बाथरुम सफा गर्नु छ। काम त यस्तै हो हजुरहरूलाई कस्तो लाग्यो के भन्नु, परदेशीमा हो, जे भन्नु त्यही गर्नु पर्यो। आफ्नो देश जस्तो हुन्छ र हजुर। मलाई सम्झिए आमाहरू त्यसै आजको मेरो भिडियो कस्तो लाग्यो हजुरहरूलाई सल्लाह सुझाव दिनु होला। मेरो काम रेगुलरै हो, रेगुलरै गर्नुपर्ने यो काम सकेर चाहिँ अनि बच्चा हेर्नुपर्ने, दिनभरि बच्चासँग हुन्छ। किचनमा गएर साथीलाई सघाउनुपर्छ, त्यही हो। हेर्नुहोस् सक्यो, पोता सुकाउन जाँदैछु। परदेशीमा बाध्यता
हटाएर सुकाउनुपर्छ। घाम हेर्नु न, घाम, कुवेतको घाम। अब चाहिँ फाइनली बाथरुम सफा गर्न जाँदैछु। मेरो कामहरू के गर्नुपर्छ म हजुरहरूलाई सबै देखाइदिन्छु है। के गर्नु, लाज लाग्छ परदेशको ठाउँमा यस्तो काम गरेर बस्नुपर्छ। घरदेशीले बुझ्दैन, पैसा पैसा मात्रै भन्छ। के गर्नु, गाह्रो छ, गाह्रो छ। परदेशी बनायो कर्मैले। बाथरुममा आइपुग्यो। टोइलेट बाथरुम सफा गर्नुपर्छ। के गर्नु, गाह्रो छ। तीनटा चारवटा बाथरुम सफा गर्नुपर्छ। कामहरू पनि सिकेको जस्तो हुने है। आफ्नो ज्यानलाई एक्सर्साइज हुने, घरमा बसिराख्नु पर्छ। अलिअलि पैसा पनि देख्ने। परदेशको ठाउँमा होस्, मेरो घरमा चाहिँ राम्रै छ। साउनेहरू सुतिराख्नु भएको, भर्खर सुतेको। अब भरे 4-5 बजे 6 बजे कतिखेर हुन्छ। सजिलो लाग्छ, गाह्रो छ। मान्छेको ठाउँमा आएर टोइलेट बाथरुम सोध्नुपर्छ। जति नै मैहु भनेर फुई लगाए पनि अर्काको ठाउँमा आएपछि यस्तै हुन्छ। जिन्दगी हो, कमाएर खानै पर्यो। कतिले त खिजाउनु पनि हुन्छ होला, नखिजाउनु होला है। किनभने अब परदेशी हो, काम गर्नै पर्यो। काम नगरेर काम आउँदैन। छि यस्तो काम गरेर के देखाएको होला नि भन्नुहुन्छ होला है। त्यस्तो नभनिदिनु होला। जसरी भए पनि काम गरेर खानै पर्ने हो मान्छेको चोला है। आखिरमा हाम्रो ठाउँमा पनि टोइलेट नसरी त खान पाउँदैन है। अब अर्काको ठाउँमा आएपछि त सोध्नै पर्यो। आफ्नो ठाउँ जस्तो भए पनि आफ्नो ठाउँ जस्तो कहाँ हुन्छ।
गाह्रो छ जिन्दगी। धाराको रक्स पुगेन कि धाराले ध्यान छैन आँट्यो। अब ऐनामा यसरी मार्नु पर्थ्यो तर हाल्दैन। फाइनली सकेको अवस्था हो। यसरी गर्नुपर्छ, के गर्नु नगराउँदा हुने। यो बाथरुम सक्यो, अब अर्को बाथरुम जानु छ। त्यो चाहिँ छोराहरूको बाथरुम। छोरा चाहिँ मेरो छोरा जत्रो छ, 10 वर्ष 8 वर्षको। यो चाहिँ छोरीको बाथरुम। छोरीहरूको बाथरुम चाहिँ यस्तो छ हेर्नुमा। छोरीहरूको बाथरुममा चाहिँ 2टा छोरी छ, 14 वर्षको 12 वर्षको छ।